अब वाई आमा थ्याङ्क यू मेरो दादा थ्याङ्क यू सो मच मेरो दादा बिग रेस्पेक्ट मेरो दादा थ्याङ्क यू ब्रदर थ्याङ्क यू सो मच थ्याङ्क यू ब्रदर बिग रेस्पेक्ट रुन्ची त बल्ल खेल्यो नि त अघि मलाई कस्तो रुन्ची त कसले खेल्यो त्यो त अब मैले देखि जायो नि मैले देखि गयो नि रुन्ची कसले खेल्दो रहेछ भने त गेममा अच्छा थ्याङ्क यू मेरो दादा थ्याङ्क यू सो मच मेरो सम्पूर्ण नेपाल दाजुभाइ दिदीबहिनीलाई बिग रेस्पेक्ट दादा थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच धन्यवाद मेरो दादा धन्यवाद थ्याङ्क यू सम्पूर्ण मेरो अल नेपाली दाजुभाइ दिदीबहिनीलाई बिग रेस्पेक्ट थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच मेरो दादा थ्याङ्क यू बिग रेस्पेक्ट मेरो नाना अनि मेरो सम्पूर्ण नेपाल दाजुभाइ दिदीबहिनीलाई बिग रेस्पेक्ट गेममा देख्यो रुन्ची त तिमी खेल्दो रहेछ त अघि त मलाई रुन्ची भन्थ्यौ थ्याङ्क यू दादा ओ ओ पुनिस अब धेरै कराउनु हुँदा यार अब त फेरि मार्छ मलाई पनिसमेन्ट छिटो त्यहाँ खुट्टा बिसाउने होइन खुट्टा बिसाउने होइन नि फेरि त्यहाँ थ्याङ्क यू मेरो दादा थ्याङ्क यू सो मच मेरो दादा ओइ के हो मार्छ क्या हो अरे बाबा गाइज अरे राम धुलै हाल्यो त ओइ के हो अँधेरो सधेरो लगाएर हान्छ त ओइ हाने क्या हो आमा ठुलै देख्छु त म त आमा बुस्टिङ पनि हान्यो यार खत्तम पार्यो त ओइ आमा गाइज बुस्टिङ अघि हाम्रो कोसँग परेको थियो ला आमा ओइ टाइम थपेको अरे त के हो ओइ बिग ड्याडीले मारे यार मायाखोरी थेटेर कामबाट आयो गाह्रो बनायो त साथ दाई थ्याङ्क यू सो मच मेरो दादा राम दाई थ्याङ्क यू सो मच बिग ड्याडी तपाईँले अघिदेखि एकदमै होइन फुर्ती फुरुक उफ्रिरहेको थियो होइन हाने गरेर होइन अहिले मेरो दाइ रात्दै आएपछि नि कसम कसैको डर लाग्दैन कि कसम हो पनिसमेन्ट गर्ने अब फेरि एक खुट्टाले फेरि हिँड्ने गर्ने अरे 50 चोटि होइन 50 होइन यसलाई त अझै बढिदिनुपर्छ गेमभरि अघि भर्खरको पनिसमेन्ट भर्खर राजनामा पनि भन्छ म तपाईँ दिइदिएको गर्छु नि फेरि बुझ्नुभयो नि फेरि ल ठिक छ एक त नत्र भ्याकुता उफ्रिया जस्तो यसरी है भ्याकुता उफ्रेछ अघि मलाई कसरी गेमभरि उफ्रिएको थियो त्यसरी उफ्रिने अर्को लास्ट गेम अब वान एन्ड डन अनि अर्को गेम यार गाइस यत्रो मान्छे दौडले त गर्ने के जान्छ यार गाइस प्लिज दुई यस्तो मिलेर गरौँ न यार सुन है अर्को पनिसमेन्ट है यसरी हिँड्ने हेर त यो छ नि यसरी गेमभरि यसरी हिँड्ने चार खुट्टा हिँड्ने ठिक छ अनि अर्को पनिसमेन्ट कस्तो थाहा छ अर्को पनिसमेन्ट टाउको खुट्टा माथि लेट्स गो त्यही हो मलाई पनि कति गाह्रो दिएको थियो नि अहिले मेरो पसिना बल्ल सुक्यो मेरो दाइले गरेर अच्छा मलाई मात्र दिँदो रहेछ है ल छिटो आऊ घुस गेममा लास गेमभरि हुन्न कस्तो अघि किन रुन्ची खेलेको अघि मैले चाहिँ गरेन तीनचोटि मैले सब फुल गरेँ ठिक छ त्यो नाइनस्ती नगर्ने ठिक छ नि तिम्रो त्यो साथी आयो भनेर चाहिँ मलाई यहाँ दिनेन मेरो दाइहरू छ मेरो दिदीबहिनीहरूको इज्जतको लागि भने गर्नुपर्छ अघि मैले चाहिँ गर्ने अनि अहिले तिमीले गर्दा चाहिँ नाइ भन्ने अघि नै तिमीले सोच्नु पर्थ्यो नत्र यस्तो गर्नुहुन्न भनेर अहिले हार्न थालेपछि चाहिँ यस्तो भन्ने अझ त्यस्तो हुँदैन सबले गाइज मेरो दादालाई सबैले माया सपोर्ट गर्ने मेरो दिदीबहिनीलाई त्यस्तो हुँदैन ल त्यो उफ्रिने चाहिँ अर्को हाल्नु के उफ्रिने को सक्छ उफ्रिने के रे त्यो उफ्रिन आगे अनि भर्खर उफ्रिका दुःख दुखिसकेको अर्को दिन नै उफ्रिनु त देख्यो कस्तो दुख्दो रहेछ एक खुट्टाले गर्दाखेरि अच्छा मलाई त गर्थ्यो त उफ्रिदिन्छु ल उफ्रिने
थ्याङ्क यू सो मच गाइज सबैले डबल ट्याप गरौँ है ओ अझ उफ्रिने कसरी मलाई उफ्रिनु भएको थियो अघि जुरुप जुरुप उफ्रिने ओ अझ राम्रोसित उफ्रिने दाइहरूले मानेन है यो भएन भनिरहेछ दाइहरूले अझै राम्रोसित उफ्रिने ल यसरी उफ्रिने त ल त्यो हात के गर्न पर्दैन यसरी उफ्रिने यसरी फे गरेर उफ्रिने दाई थ्याङ्क यू सो मच वेलकम छ है दादा वेलकम छ मेरो दादा मेरो दिदी बहिनी थ्याङ्क यू सो मच बिग रेस्पेक्ट अघि मलाई कम हान्यो दादा कम हान्यो आमा ए पसिना निकाल्दै थियो मेरो अहिले त उसलाई पनि गाह्रो हुँदो रहेछ नि ऊ अहिले त यस्तो रे उसको चाहिँ उफ्रा हेर न यस्तो रे यस्तो त जसले उफ्रिहाल्छ नि अघि मलाई चाहिँ कति माथि माथि उफ्राउनलाई हो गेमभरि गर है त्यो हुँदैन नि त्यो झ्याली गर्न पाइँदैन नि फेरि गेमभरि उफ्रिने फेरि उफ्रियो अझ बुरुक उफ्रेन है सिमेन्टीको केही पनि हुँदैन के गरे त्यो देख्यो नि अहिले को रुन्ची खेल्यो त मैले थाहा पाइहालेँ नि गेमभरिमा त अच्छा थ्याङ्क यू मेरो दादा यार भगवान् बनेर आयो मेरो दादा यार आज कसम यार थट मैले त राम धुला होइन नि दादा पसिना यो हेर्नु त पुरा पसिना के थ्याङ्क यू मेरो दादा ओ आमा सबैले एउटा के गेम पनि त कति कराउने है दाइ सुन्नु भयो होला नि तपाईँले रात दाइ खुची कम्ली नहोस् खुची कम्प्लिटै नहोस् हजुर गाइस सबैले मिलेरै गाइस है मिलेरै अमित दाई थ्याङ्क यू सो मच मेरो दाजुहरू थ्याङ्क यू सो मच प्रेम दाई वेलकम मेरो दादा टपको दादालाई सबले माया सपोर्ट गर्ने है मेरो दादा प्यारो दादालाई ए Oh my god. हेर आमा उफ्रेको अहिले त खतरा अहिले त जोस आएर आयो क्या उही होइन अब त खतरा हेर्नु लाग्यो जस्तो छ है उताबाट यार ओए उफ्रिने थ्याङ्क यू दादा थ्याङ्क यू यसजी मेरो दादाहरू आइसक्यो आमा पुस्टिङ हाने यार उताबाट त ल खत्तम बनायो त उही तर केही छैन डर मान्दैन हामी यस हाम्रो पनि पुस्टिङ आयो ल रेडी पोजिसनमा मेरो दादाहरू पनि एकदम रेडी पोजिसनमा छ मलाई थाहा छ सबैजना रेडी हुने मेरो दादा हो मेरो दिदी पनि हो सबैजना उताबाट लास्ट हान्छ है थ्याङ्क यू सो मच मलाई थाहा थियो कि लास्ट हान्छ भनेर आमा मलाई थाहा थियो यस दादा यस मेरो दादा यस मलाई थाहा थियो कि लास्ट टाइम हान्छ भनेर बिग ड्याडीले कम उस गर्छ मलाई थाहा छ कि यहाँ अच्छा बिग ड्याडीले पुरा उस गर्छ कि मलाई थाहा छ नि त बिग ड्याडीको बानी थ्याङ्क यू सो मच मेरो दादा थ्याङ्क यू सो मच बिग रेस्पेक्ट दादा ओ माई गड मेरो दादालाई आज धेरै दुःख दियो यार कसम यार मैले यार सरी दादा है यस ब्रदरलाई पनि सरी हाम्रो ब्रदरहरूलाई धेरै धेरै धन्यवाद गाइज सबैले डबल ट्याप गर्नु चाहिँ नबिर्सिनु टपको आइडियाहरूलाई सबैले फलो गर्नु होला माया सपोर्ट गर्नु होला साथ सपोर्ट दिनु है गाइज सबैले है गाइज है थ्याङ्क यू सो मच मेरो दादा थ्याङ्क यू सो मच देख्नुभयो ओ माई गड यो त गेमको त मजा आएन त उब्रेको खै गाइस बुस्टिङ देख्यो क्वीन रोयो गाइस विच किङ क्वीन भन्थ्यो त रोयो अहिले क्वीन यस्तो सजिलो दिएछ मैले पनिसमेन्ट यस्तो सजिलो दिएछ रुन्छ यार थ्याङ्क यू मेरो दादा थ्याङ्क यू सो मच बुस्टिङ छ हामीसँग एउटा बुस्टर युज गर्नु त अन्तिममा हान्छ उता एउटा बुस्टर युज गर्ने त मेरो दादाहरू सब मिलेर एउटा दादासँग परे जस्तो लाग्थ्यो यार पुस्टिङ गार्ड ओ माई गड दादा एक्लै भएकोहरू भन्दा यार ओ माई गड दाइ एउटै भयो मेरो रात दाइ एउटै भयो बुस्टिङ आयो यार उताबाट छ्या तनाव दियो नि अब टेन्सन भयो
टेन्सन भयो आमा अलिकति ल्यारे ओ माई गड बुस्टिङ नभएर हारे नि हामीले के छ थ्याङ्क यू दादा आमा मेरो दादालाई यार दुःख दिइहाल्छ अस्टै भाइले रुन्ची ल भन रुन्ची पनिसमेन्ट के हो थ्याङ्क यू वरुण ल छिटो छिटो पनिसमेन्ट भन थ्याङ्क यू मेरो दादा थ्याङ्क यू सो मच अब वान एन्ड डन है ओए ओए सोल्टिने वान एन्ड डन मात्र अब छैन अब नखेल्ने ल भन तिमी पनिसमेन्ट डढा होइन कि होइन हो मेरो चार्ज सक्यो क्या अरूभन्दा कसम सकिन्छ नि दराई होला नि अब होइन तिमीले जस्तो दुईटा फोन छैन कि मसँग कसम दुईटा फोन छैन दुईटा फोन भयो तिमीसँग जहिले होइन खेल्थेँ मैले म यो लाइभमा म यो फुटिङको लागि लाइभ बस्छु ल भन 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 छिटो पनिसमेन्ट रुन्ची रोको अघि कसरी रोको मलाई पनि थाहा छैन त्यहाँ खुट्टा गर्छ ल छिटो पनिसमेन्ट भन फर्स्ट पनिसमेन्ट एउटा खुट्टा उचालेर उठबस गर्ने एक गेम भरे मासाला कस्तो पनिसमेन्ट दिएको नि भन भन अनि अर्को अनि अर्को एक गेम भरि अनि अर्को पनिसमेन्ट एक गेम भरि तपाईँको खुट्टा माथि अनि अर्को थर्ड पनिसमेन्ट एक गेम भरि पुरा पुसअप कस्तो गेम भरि पुछप हो मा भोटिनी क्विनलाई त मारिदिन्छ अहिले मैले फेरि म नि अब तिमी जस्तो त्यो बिसाउँदै गर्छु नि के को तिमी पनि त्यहाँ कति बिसाइ खेल्नु न दाम के डरायो के तर पो म्याकुरी फटेङ्गर डरायो म्याकुरी डरायो दम्छ भने खेल्यो भने तपाईँको मान्छेले के ठुलो परेको दम छ म्याकुरी फटेङ्गर लास्टमा आएर डराउँछ म्याकुरी 2 गेम के जितेको त लास्टमा डराएर अब स्क्रिनसट गरेर बच्चा चाहिँ हामी हेरौँ ल देखाउनु के रे 30% छ के हेर्ने हो उताको मान्छे गएपछि डराइहाल्छ मान्छे गएन कि आइहाल्छ नि मान्छे यहाँ तिमीलाई म यहाँ 30% भन्दा बढी छैन कि मेरो चार्ज के नयस खेल्नु नि त दम छ भने लु म पनि पनिसमेन्ट गर्छु म तपाईँको पनि म गरिदिन्छु लु 30% छ के धेरै छैन भयो बिगाडी यार तपाईँ यार त के खाना डराएको लु झ्याली गरे नि गाइस अब को झ्याली गरे ओइ उसको मान्छे गयो अब पनिसमेन्ट अब नगर अब गेम नखेल्नेले लु हेर न डरको होइन के हजुर तपाईँको मोबाइल नभएसम्म खेल्नु दम छ भने गो 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 ल चार्जको छ 30% छ है मेरो है ल पनिसमेन्ट के छ रे के छ रे छिटो अब पनिसमेन्ट त मैले चाहिँ आरामले गर्न पाइहालेँ नि पुसअप भनेको छ बिस्तारै गर्छु नि यो त मेरो मर्जी हो नि त रोको है कोरोना देखिरहेको छ भाइ पनिसमेन्ट आउँछ नगरेर आफू चाहिँ पनिसमेन्ट गरिरहेको छ कसले पनिसमेन्ट गराएन झ्याली ए तपाईँ म त एकचोटि उफ्रिँदै यता रोकेको थिएन नि मेरो पनिसमेन्ट गइरहेको थिएँ हो अचम्म मैले त अनि गेम भरि भनेको त बिस्तारै गर्न पाएँ नि त यो त यार यो त मेरो मर्जी हो नि त पुसअप नगरेको मेरो गलत हो त म त गरिरहेको छु त गाइस यो चिप्ल्यो क्या म त यार
एक गेम जिताउनु पर्दैन होइन मलाई जिताउनु पर्दैन उसले जितेपछि म पनिसमेन्ट यस्तो झ्याली गरिदिन्छु कि उयो गेम जिताउनु पर्दैन मलाई केही पनि हान्नु पर्दैन यो गेममा केही पनि मलाई कसैले पनि केही पनि हान्नु पर्दैन गाइज यो गेममा गाइज उसले कस्तो पनिसमेन्ट गरेछ मलाई सेम त्यही पनिसमेन्ट गरेर मेरो नाम पनि कुइन हाने क्या गेमभरि कोले पुसा भान्छ गेमभरि यो त आफ्नो मर्जी हो नि त पुसा भन्ने कसैले पनि केही हान्नु पर्दैन उसले जस्तो झ्यालेको म त्यस्तै झ्याली गर्छु नि म पनि के कस्तो झ्याली गरे 20 चोटी त्यो पुसा भाने तिम्रो सेम यसरी तिम्रो पुसा भाने नि हेरौँ न हामी पनि ल के पनि हान्नु कसैले के नहाने गाइज कसै पनि त्यही हान्नै पर्दैन कसैले केही नहाने गाइज रुयो यार अहिले हान्नु पर्दैन कि हान्नु पर्दैन रुइसक्यो तपाईँ आयो नि त अहिले रुइसक्यो के भन्थे त दाइ तपाईँलाई अघि 2 गेम जित्यो अहिले डराएर भाग्यो भन्थ्यो त यार साला कुत्ताहरूलाई भन्नु कस्तो यार यो चिप्लो के म तपाईँ लागि डराएर भाग्यो भने त यार आखिर मलाई त्यसमा एकदम बिस्किट हो नि थाहा छ क्या म के गर्नुपर्छ भनेर भागो बरु यार बरु सक्दैन भनेर भागो के क्वीन म त कराउँदै गर्छ भुक्दै गर्छ म केही पनि सुन्दैन भुक्दैन त कुन्ता कुकुर जसरी भुक्दै गर्छ भन्दै म आफ्नै ताल बिस्तारै त्यही हो भाइ ठुलो सोल्टी सोल्टी नभने दाइ भन्नु यो गेम कट भयो पनि भएन यो गेम कट के अरे गेम कट भयो पनि भयो रुन्ची यो पनि भएन यो रुन्चीलाई अहिले फेरि भएन त्यो सोध तिम्रो साथीहरूले भएन हेर यहाँ कति पसिना छ कट तिमीले झन् त्यति गऱ्यो भने म झन् मान्थे झन् तिमी त रुन्ची हो यार बरु सक्दैन र जाऊ के भन्थ्यो सक्दैन भने भागेर जाऊ भने होइन तिमी सक्दैन भने भागेर जाऊ बरु तिमी भागेर जाऊ तिमी बरु सक्दैन भने भागेर जाऊ सरी भन होइन म तिमीलाई माफ गरिदिए जाऊ फुल गेममा 5 मिनेटमा तपाईले 40 चोटी तपाईले फुल 5 तपाईले 45 के अरे 5 मिनेटमा तपाईँ जम्मा 42 मात्रै हो तपाईले पुशअप गरे बाजी हाइलाइट भान्जा कबाडी हाइलाइट चेक हाइलाइटमा गएर ल तिमी पनि ल 42 गर ल 5 मिनेटमा 42 गर ल जाऊ आऊ त्यस्तै गर्छु ल फेरि राम्रोसित गर्ने नि त्यहाँ फेरि एकदम इमानदारले म त्यस्तै गर्छु ल आऊ मित गर्छु गाइस नभए यो मान्छे लास्टै कराएर मैले कानै हान्छ
हामी त्यस्तै गर्छु म भने के त नि फोटो गर न यहाँ गेम सुरु भइसक्यो छिटो गर किन गर्ने 30 मिनेट मात्रै हुन्छ हाम्रो छिटो ओके बरु सक्दैन भनेर भागेर जाऊ बरु फरक पर्दैन दाइलाई सरी माग जाऊ मैले माफ गरिदिएँ तर साडी पछाडिबाट सरी माग्छु हल्टिने होइन नि फेरि सिधा हाने गर्ने ओइ त्यो खुट्टा किन घोरा त्यो किन घोरा टेके अघि मैले टेकेँ अहिले उसलाई कस्तो गाह्रो भयो देख्यो अघि चाहिँ दिने गेमभरि रे दाइ मलाई त पुसअप त अनि अहिले उसको पालमा चाहिँ हेर्नु त हेर्नु कपालले छोपेको कपाल लामो भएपछि यस्तो हो कि गाह्रो केही सुनेको छैन यस्तो सिधा हो थ्याङ्क यू मेरो दाइ भयो दाइ अब यत्तिकै मलाई के भन्यो थाहा दादा तपाईँ गयो नि त तपाईँ गएपछि त त्यो रातैको दम छैन गयो भागेर गयो भन्यो के मलाई त्योभन्दा कस्तो लाज लाग्यो यार थेट सही ओके थ्याङ्क यू मेरो दादा कसम दादा यार मलाई माफ गरिदिनु दाइ है आज भाइले तपाईँलाई दुःख दियो यार सरी दादा सरी सबैले दादालाई माया सपोर्ट गरिदिनुहोस् प्लिज मेरो दादालाई होइन साथ सपोर्ट गरिदिनु होला अब सक्दैन अब उता उस भइसक्यो दाइ उता अब खत्तम भइसक्यो हेर्नु न खत्तम भइसक्यो दाइ अब उता खत्तम भइसक्यो सक्दैन दाइ तपाईँलाई कहाँ सक्छ यार हेर्नु न त्यहाँ के गर्नु पनिसमेन्ट भयो यस्तो यार अब गयो अब क्विन गयो क्या अब गयो अब आउँदैन गइसक्यो अब क्विन डढाएर मेरो दादालाई दुःख दियो सरी दादा है हजुरलाई कसम मनदेखि नै धेरै सरी मलाई थाहा थियो के क्विन गयो अब अनि मेरो दादा धन्यवाद थ्याङ्क यू सो मच मेरो दादा अब क्विन गइसक्यो अब त्यो आउँदैन त्यो अब फर्केर बिग ड्याडी तपाईँले यार लास्टै उस गरे यार थट ठिक छ हजुर कहाँ गयो फेरि यहाँ आउनु त दादा दाइ त गइसक्यो हेर्दा हेर्दैमा तिमी देखे देखि